यति बेला हामीहरूको माझमा हुनुहुन्छ अखिल भारत नेपाली एकता मञ्चका पूर्व अध्यक्ष तथा निवर्तमान राज्य सभा सचिव आदरणीय व्यक्तित्व शिवराज पुन मगर। यहाँलाई स्वागत छ। धन्यवाद। के छ यति बेला देशमा झन्डै 12-13 वर्ष जनयुद्ध लडेर 2-3 वर्ष क्याम्पेन बसेर अहिले क्यान्सर पीडित भएर यहाँ चण्डीगढमा आउनुभएका कमरेड कमल हुकुम बहादुर सन्यासीको लागि तपाईहरूले धेरै राहत सङ्कलन गर्ने उद्देश्यमा हुनुहुन्छ, योजना राख्नु भएको छ। के छ, कस्तो लागिरहेछ तपाईलाई? धन्यवाद। तपाईको युट्युब च्यानल मार्फत हाम्रा कुराहरू स्पष्ट पार्ने अवसर दिनुभएकोमा हामीले योभन्दा हप्ता दिन पहिला हाम्रो कमरेड हिमाचल प्रदेश हुँदै मोहाली जिल्लामा आइपुग्नु भएको रहेछ। हाम्रो टेकबहादुर सर हाम्रो कलाकारको इन्चार्ज हुनुहुन्छ संयुक्त राज्य समितिको। उहाँको सम्पर्कमा आइसकेपछि उहाँले फेरि हाम्रो पञ्चकुला जिल्लाको मभन्दा अगाडिको अध्यक्ष थमन विक सरको सम्पर्कमा उहाँले छोड्नु भएछ। त्यसै उहाँले थमन विक सरले फेरि मगा लिइसकेपछि र मेरो र निवर्तमान अध्यक्ष अमृत घरतीको सम्पर्कमा लिइसकेपछि हामीले उहाँलाई मेरो भाइ खुमन पुनको रुममा बस्ने व्यवस्था मिलाइदियौँ र खानेको लागि हामीले निवर्तमान अध्यक्ष अमृत घरती, राज्य समितिका उपाध्यक्ष निवर्तमान उपाध्यक्ष भीमोली र राज्य सदस्य यस जिल्लाको उपाध्यक्ष भीमडाङ्गी, त्यस्तै गरी हाम्रो राज्य सदस्य यस जिल्लाका उपाध्यक्ष रमन पुन, निवर्तमान अध्यक्ष अमृत घरती र मेरो बिचमा हामीले सहकार्य गरेर उहाँलाई रासन पानीको व्यवस्था गरिदियौँ। बस्नको लागि मेरो भाइको रुम भइसक्यो र खानेको व्यवस्था हामी कति चारजनाले पैसा उठाएर उहाँलाई दाल चामलको व्यवस्था, रासन पानी चाहिँ सबै पुरा गरिदियौँ र त्यसरी हामीले उहाँलाई अहिले राखिराखेका छौँ। र अस्ति योभन्दा गएको सन्डेको राज्यको मिटिङ थियो, त्यहाँ हामीले हाम्रो अध्यक्ष अमृत घरती उहाँ लगेर जानुभयो। उहाँ के कति उठ्यो मैले ठ्याक्कै अब स्पष्टसँग सोध्न पाएको छैन, हामी आफ्नो काममा बिजी भएको हुनाले। र हिजो 17 तारिकको हाम्रो निवर्तमान उपाध्यक्ष रमन पुन्ज्यू र मैले उहाँकोले मात्रै भएन, हामीले पब्लिकमा पनि गएर यसो नेपालीहरूको घर घरमा गएर पनि केही राहत सङ्कलन गर्नुपर्छ भन्ने अगाडि बढाउनु भयो, सहयोग गर्नुभयो भन्ने उद्देश्यका साथ रमन पुन्ज्यू र म नेपालीहरूको घर घरमा गएर हिजो 5 बजेदेखि 9 बजेसम्म केही सहयोग राहत सङ्कलन गर्ने काम गऱ्यौँ। र अब त्यही हो, अब यो लास्ट महिना भएको हुनाले सोचे जति सङ्कलन हुन नसके तापनि फेरि त्यसैमा अमरावती गाउँ भनेको यो सानो गाउँ हो, धेरै नेपाली बसोबास छैन। भारत पनि यो नेपालीको बाहुल्यता पनि कम छ। पञ्चकुलाको
र त्यही लगभग विकट एरिया भनौँ समग्रमा समथिङ 5600 थानचुन हामीले उठाएका छौँ र त्यो पैसा हामीले अहिले उहाँलाई हस्तान्तरण गर्ने पनि हामीले हाम्रो रमन पुन र मैले त्यो सोच बनाएर हामीले पैसा पनि लिएर आएका छौँ र अब यहाँ हाम्रो अभियान यही नै हो। त्यसले गर्दा अब धेरै नेपालीहरूको बसोबास हुने ठाउँ, नेपालीहरू बस्ने ठाउँ पञ्चकुला लगायत मोहालीतिर हाम्रो सरलाई उता साथीहरूको सहकार्य गरेर उता पठाउने हाम्रो छलफल चलिराखेको छ र साथीहरूको सम्पर्कमा हामीले भोलिसम्मलाई पठाउने हाम्रो सल्लाह भइराखेको छ। यति नै हो। धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। यति बेला हामीहरूको माझमा हुनुहुन्छ फेरि निवर्तमान उपाध्यक्ष यस अखिल भारत नेपाली एकता मञ्च जिल्ला समिति पञ्चकुलाका निवर्तमान अध्यक्ष, त्यसै गरी पूर्व कोषाध्यक्ष आदरणीय व्यक्तित्व रमन कुमारजी, यहाँलाई हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। धन्यवाद। नमस्कार। के छ तपाईँकै साथमा हुनुहुन्छ। अघि भर्खरै तपाईँले सबै कुराहरू सुनिसक्नुभयो शिवराज पुन मगरबाट। हजुर, सहयोग अभियान कहाँसम्म पुगिरहेको छ? सहयोग अभियान पुग्न अझै जारी नै छ। यति हामीले यो ठाउँमा अब स्थानीय ठाउँमा हामीले गऱ्यौँ, तर यहीँ सहयोगबाट नै उहाँको उपचार अब समाप्त होला, सम्भव होला भन्न मलाई लाग्दैन। किनभने यहाँको हामीले उहाँसँग व्यक्तिगत कुराहरू बुझ्दाखेरि 2 वर्षसम्म लगभग उहाँको दबाई चल्ने र उहाँको दबाई खर्च धेरै महँगो भएको कारणले यो चाहिँ अलिकति लामै र विभिन्न ठाउँमा उहाँलाई जानुपर्ने र सहयोगको आवश्यकता छ। र हामीले यो आफ्नो स्थानीय एरियाहरूमा जति पनि हाम्रो नेपाली दाजुभाइहरू हुनुहुन्छ जो सहयोग गर्ने सहयोगकारी मनहरू भएका व्यक्तिहरू कहाँ गइयो र उहाँहरूले आफ्नो जे जति हुन्छ होइन कमी घटीबाट 100, 50, 500 आफ्नो इच्छा अनुसार उहाँले सहयोग गरिदिनु भयो र उहाँको सबै सहयोगहरूबाट हामीले केही पैसाहरू विशेष गरेर हाम्रो शिवराज मामाजी र म यो अभियानलाई यो स्थानीय ठाउँहरूमा हामीले हिजोको दिनमा चालु गऱ्यौँ र केही पैसाहरू सङ्कलन भयो र यसबाट उहाँलाई हामीले अहिले एकछिन पछाडि हस्तान्तरण गर्नेछौँ र त्यसबाट उहाँलाई केही साथ सपोर्ट मिल्नेछ। र हामीले जो गर्नुपर्ने कुराहरू जो सहयोग थियो, कुछ कुराहरू हामीले आफै पनि गऱ्यौँ र कुछ हाम्रो नेपाली दाजुभाइहरूलाई गर्ने एउटा अवसर पनि दिइयो र बाँकी जो जति जहाँ हुनुहुन्छ नेपाली दाजुभाइहरू होइन, एउटा क्यान्सर जस्तो पीडित जो हुनुहुन्छ उहाँलाई सहयोगको आवश्यकता छ र गरिदिनु होला भन्ने पनि अनुरोध गर्दछु। र हामी यो ठाउँबाट अब हामीले यति नै सहयोग गर्न सक्छौँ होइन। यो भन्दा पहल पनि रहन्छ अन्य ठाउँबाट सहयोग गर्नुको लागि तपाईँहरूको पहल रहन्छ कि रहँदैन? पहल रहन्छ, हाम्रो पहल रहन्छ। हामीले आफ्नो तर्फबाट सक्यौँ, तर अन्य ठाउँहरूमा पनि हामीले त्यो पहल गरिदिनेछौँ र उहाँहरूलाई सहयोग गरिदिनुहुनेछ भन्ने एउटा आग्रह पनि यो भिडियो मार्फत म गर्न चाहन्छु। अनि के छ, जस्तै कम्युनिस्ट आन्दोलनमा तपाईँ पनि लागिरहँदा तपाईँसँगैको एउटा सहयोद्धा यो अवस्थामा जाँदा है के लाग्छ, यो देशमा केही परिवर्तन आए जस्तो लाग्छ तपाईँलाई? परिवर्तन त धेरै आएको छ सर होइन। अब अनि उहाँले चाहिँ किन दुःख पाएको? दुःख यस्तो हो, अब उहाँले दुःख त अब यो कम्युनिस्ट आन्दोलनमा लाग्दाखेरि दुःख आउने र नआउने भन्ने हुन्न होइन। हामी कम्युनिस्टमा नहुँदा कम्युनिस्ट सिद्धान्त त्यो होइन नि, होइन र? हजुर, कम्युनिस्टको सिद्धान्त त्यो हो र होइन नि? सुखमा साथ दिने अनि दुःखमा आफै मर्ने भन्ने त होइन नि त, होइन हो र? होइन। तर यस्तो हो, अब विचारमा कोही व्यक्तिहरू चाहिँ क्लियर हुँदैनन्
सबै नै माओ सेतुङले त्यो भन्नु न नि सियो लिएपछि सियो फिर्ता दिनुपर्छ भन्ने उहाँको ऊ होइन र। अनि त्यस्तै उहाँले यत्रो जनयुद्धमा यति धेरै उहाँको शरीरमा अहिले पनि छर्रा छ, गोली छ। त्यो गोली बोकेर हिँडेको मान्छेलाई क्यान्सरले छुँदै गर्दाखेरि एउटा कम्युनिस्टको एउटा योद्धा हो भनेर कसरी चिन्ने उहाँलाई? सर अब आइडी कार्डले मात्रै त पुरो हुँदैन। अनि उहाँलाई उहाँको लागि तपाईँहरूले मात्रै पहल गरेर हुन्छ कि सरकारले पनि केही गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? सरकारले पनि गर्नुपर्छ। यो विषयमा मैले पनि यो भिडियोको मार्फत भन्न चाहन्छु, सम्बन्धित निकायले चाहिँ यहाँलाई ध्यान आकर्षण गर्नुपर्छ। स्थानीय सरकार, राज्य सरकारले उहाँको विशेष गरेर पहल गरिदिनु पर्यो। उहाँले योभन्दा पहिला पनि भिडियोमा भनिसक्नु भएको छ कि म विभिन्न ठाउँमा गएँ तर उहाँले मलाई चिन्नु भएन, यो गलत हो। अब आवश्यकता पर्दाखेरि उहाँलाई युज गर्ने, पछाडि गएर फेरि नहेर्ने, यो एउटा स्वार्थपूर्ण भावना भयो होइन। विशेष गरेर हाम्रो स्थानीय सरकार र राज्य सरकारले उहाँहरूको इलाज पूर्ण रूपमा हेर्नुपर्छ भन्ने मलाई लाग्छ। धेरैभन्दा धेरै धन्यवाद तपाईँको सल्लाह सुझाव प्रतिक्रियाको लागि। यति बेला फेरि हामीहरूको माझमा हुनुहुन्छ यसै अखिल भारत नेपाली एकता मञ्च संयुक्त जिल्ला समिति पञ्चकुलाका निवर्तमान अध्यक्ष आदरणीय व्यक्तित्व अमृत घरती मगर, हामी उहाँसँग फेरि छोटो भलाकुसारी गर्नेछौँ। स्वागत छ यहाँलाई। धन्यवाद। तपाईँले सबै कुराहरू सुनिराख्नु भएको छ। तपाईँहरू अहिले प्रत्यक्ष अन्तर्वार्तामा हुनुहुन्छ। तपाईँकै समीपमा बस्नु भएको छ। तेस्रो डिभिजन बेथान स्मृति ब्रिगेड 12 नम्बर बटालियनका ए कम्पनीका कमान्डर हुकुम बहादुर सन्यासी कमरेड कमल, के छ उहाँको लागि, उहाँको बारेमा तपाईँलाई के छ? पहिलो प्रश्न, उहाँलाई के भन्न चाहनुहुन्छ, कसरी चिन्नुहुन्छ तपाईँले? सर्वप्रथम त यहाँ यहाँको अवगतै छ कि गोली छर्राहरू छन् यहाँको शरीरभरि। अब त्यसमा पनि यहाँ क्यान्सर पीडित हुनुभयो होइन। नै मैले भन्नु खोजेको तपाईँले उहाँलाई कसरी चिन्नुहुन्छ अहिले यति बेला? यति बेला त उहाँलाई त एउटा क्यान्सर पीडित, एउटा धेरै घातक रोगले छोएको छ। त्यो रोगसँग लडिराख्नु भएको छ। त्यति खतरनाक क्यान्सर जस्तो रोगसित लड्दाखेरि पनि अझै पनि साहस गर्नु भएको छ कि म हिजोको 10 वर्ष जनयुद्धमा जति योगदान दिएको थिएँ त्यति नै योगदान दिन्छु होला यो सङ्गठनप्रति, पार्टीप्रति, अथवा त्यति योगदान दिन नसके तापनि, शारीरिक हिसाबले दिन नसके तापनि विचारको हिसाबले, क्षमताको हिसाबले मैले सङ्गठनलाई अझै पनि त्यति नै सोच्छु, त्यति नै माया गर्छु भनेर भन्नुहुन्छ पहिलो कुरो त। दोस्रो कुरो, यहाँ आफैमा पनि एउटा पीडित भएको कारणले एउटा गोलीको छर्रासँग त भोगिराख्नु भएको थियो, यहाँले एउटा पीडा भोगिराख्नु भएको थियो, लडिराख्नु भएको थियो। त्यसको सँगसँगै फेरि यहाँको शरीरमा त्यसमा पनि धेरै घातक रोग, क्यान्सर जस्तो रोग लागिसकेपछि अझै पनि हिजोको 10 वर्ष जनयुद्धमा जसरी त्याग बलिदान गर्नुभएको थियो, जसरी लाग्नु भएको थियो, एउटा एकमुठी सास, एकमुठी प्राणलाई त्याग गरेर बलिदान गरेर म यो देश र जनताको लागि लड्छु भन्ने सोच्नु भएको थियो, त्यति नै जोस जागर छ यहाँसँग। म यो क्यान्सरको पीडासँग लड्छु र यो उपचार लामो समय भए पनि म निरन्तर उपचार गराएर म चाहिँ ठिक हुन्छु भन्ने यहाँको आशा छ। यहाँको थोरै आर्थिक अवस्था कमजोर भएर यहाँले चाहिँ मेरो घरको सम्पत्तिले पनि नपुग्ने अवस्था आइसकेपछि म एउटा सहयोगको अपेक्षा लिएर आएको छु भनेर भन्नुभएको छ। त्यसमा पनि म सँगसँगै हामी चाहिँ राज्यको प्रशिक्षण मिटिङमा गएको थियौँ, नियमित बैठकमा गएको थियौँ। त्यतिखेर पनि उहाँ पनि सहयोगको लागि अपिल गरिएको थियो। राज्यका साथीहरू, राज्यको पुरै बोडीले चाहिँ यहाँलाई गर्नुपर्ने सहयोग गरिसकेको छ र हामीले पनि जे जति हुन्छ सक्दो सहयोग गरेका छौँ। त्यसमा पनि अझै योभन्दा धेरै सहयोग उठाउँ, यहाँको
के भन्छ दबाई महँगो हुने भएको हुनाले त्यो दबाई किन्नको लागि यहाँलाई पैसाको आर्थिकको धेरै खाँचो परेको हुनाले अब हामीले उठाइराखेका छौँ। जे जति हुन्छ अब सोचे जति उठाउन नसके पनि जे जति हुन्छ उठाएका छौँ र यहाँको कमाउने कार्यकालमा कमाउने कालखण्डमा यहाँ जनयुद्धमा लागेर आफ्नो कमाउने जमाउने समयमा जनयुद्धमा लागेर उता बर्बाद हुनुभयो। अहिले पछाडि फेरि शान्तिकाल आइसकेपछि के भन्छ शान्तिकाल आइसकेपछि फेरि यहाँलाई फ्याट्टै यो घातक रोगले पक्रिसकेपछि यहाँको दर्दनाक पीडा छ। अत्यन्तै हामी पनि यहाँको समस्याको लागि मर्माहत भएका छौँ, चिन्तित छौँ। त्यही नै हो सर। यति भन्दै गर्दा अडियन्सहरू यो यति बेला विभिन्न च्यानलहरू हेरेर बस्नुभएका दर्शकहरूलाई लाग्न सक्छ राज्य होइन विभिन्न धेरै तपाईँहरूले राज्यबाट भन्ने कुरा आयो। राज्य कुन राज्य? हामी भारतको कुन राज्यमा छौँ? कुन राज्यले गर्नुपर्ने? अखिल भारत नेपाली एकता मञ्च संयुक्त राज्य चण्डीगढमा हाम्रो सहयोग गऱ्यौँ। अब गर्नुपर्ने अन्य राज्यको लागि अन्य राज्यले गर्नुपर्ने सहयोगको लागि यहाँ प्रवास सङ्गठनमा उसमा त के भन्छ सङ्गठनमा त अन्य राज्यहरूले पनि अन्य जिल्लाहरूले पनि गर्ने नै छ, गर्छौँ भनिराख्नु भएको छ। र नेपालको सन्दर्भमा पनि नेपालको स्वदेशको राज्यले सोच्नुपर्ने, ध्यान आकर्षण हुनुपर्ने नेपाल सरकारले त्यो विषयमा त उहाँले अघि भनिसक्नु भएको छ नि, मलाई त कतैबाट पनि भएन भनेर। तर समग्रमा तपाईँ अखिल भारत नेपाली एकता मञ्च जिल्ला समिति पञ्चकुलाको अध्यक्ष भएको हैसियतले तपाईँको उहाँप्रतिको अपेक्षा के छ? उहाँले तपाईँप्रति लिनुपर्ने अपेक्षा के छ र तपाईँले उहाँप्रति गर्नुपर्ने अब के छ? तपाईँले के गर्न सक्नुहुन्छ? के गर्ने योजना छ? के गर्न सक्नुहुन्छ होला? अब यहाँप्रति त हामीले केही कार्ययोजनाहरू भएको छ होला? सक्दो सहयोग। अब यहाँप्रति हामीले यहाँसँग लिने कार्ययोजना त केही भएन। उहाँले तपाईँहरूप्रति लिएको अपेक्षा र तपाईँहरूले उहाँलाई गर्न सक्ने के क्षमताहरू, सहयोगहरू, साथहरू होइन? यहाँले ल्याउनु भएको अपेक्षा त हिजोको दिनमा म एउटा एरिया हुँदै जिल्ला हुँदै स्वदेश प्रवासबाट स्वदेश गएको ठाउँ पनि यही हो, मेरो जग पनि यही हो। यो ठाउँमा साथीहरूसँग हिजोको दिनमा यति वर्ष मैले चाहिँ राजनीतिको सुरुवात गरेको जड नै यही हो भनेर यो ठाउँमा प्रवासमा आउनुभएको छ। त्यसको लागि हामी सहर्ष स्वीकार्छौँ। र पहिलो कुरो उहाँबाट हुने अपेक्षा त्यो भइहाल्यो। हामीबाट दिनुपर्ने भनेको सेवा सहयोग, आर्थिक सहयोग, के भन्छ घाँसबास कबास आर्थिक सहयोग त्यही नै हो। हामीले जे जति गर्न सकेका छौँ गरिराखेका छौँ हाम्रो जिल्लाको तर्फबाट र राज्य समिति चण्डीगढको तर्फबाट। अब उहाँबाट त सहयोग उठि नै हाल्यो चण्डीगढबाट। अब हामीले यो पञ्चकुला जिल्लाबाट पनि हामीले जे जति उठेको छ त्यो हस्तान्तरण गर्ने अखिल नेपाल भारत नेपाली एकता मञ्च जिल्ला सम्पर्कमा छौँ। अखिल नेपाल भारत नेपाली एकता मञ्च जिल्ला समिति पञ्चकुलाको अध्यक्षको हैसियतले हजुर है। अब उहाँप्रति तपाईँको उत्तरदायित्व अन्य के रहन्छ? अन्य त यस्तो सर, अब हामीले चाहिँ यहाँलाई यो जिल्लाबाट मात्रै सहयोग नभएर अन्य जिल्लाहरूमा पनि पठाउने सोच बनाएको छौँ। सम्पर्क भइराखेको छ। समन्वय तपाईँ गर्दै हुनुहुन्छ तपाईँहरू? हजुर। अब हामीले पनि यहाँलाई अन्य जिल्लामा पनि सहयोगको अपेक्षा लिएर भन्दा पनि हामीले प्रत्यक्ष संवाद गरेर यहाँ चाहिँ पठाउँदैछौँ अन्य जिल्लाहरूमा। ठिक छ। अब समग्रमा दर्शक महानुभावहरू हामी धेरै लामो अन्तर्संवादमा छौँ। यो काल्पनिक नभएर वास्तविकता हो। हामी यहाँको क्यान्सर पीडित आदरणीय व्यक्तित्व हुकुम बहादुर सन्यासी भन्ने बित्तिकै धेरै नेपालीहरूले नबुझ्ने शब्द पनि हो। यो एउटा सत्य शब्द पनि हो। सन्यासी, योगी, गिरी भनेको लगभग एउटै क्याटेगोरीमा पर्छ। उहाँ पनि एउटा गिरी, योगी, सन्यासी अन्तर्गतको सन्यासी हो। जस्तै राणा मगर, घरती मगर, थापा मगर भने जस्तै तपाईँले
त्यसरी बुझिदिनु होला भनेर हामी यहाँलाई विशेष अनुरोध गर्न चाहन्छौँ। यसै गरी हामी यहाँहरूको माझमा विभिन्न यस्तै खालका समाचारहरू सम्प्रेषण गर्दै आइराखेका छौँ। यति बेला फेरि पनि म अखिल भारत नेपाली एकता मञ्च जिल्ला समिति पञ्चकुलाको अध्यक्ष आदरणीय व्यक्तित्व अमृत घरती मगरसँग जोडिन चाहन्छु। फेरि पनि कार्यक्रममा यहाँलाई स्वागत छ। अखिल भारत नेपाली एकता मञ्च को अब केन्द्रीय महाधिवेशनको तयारी छ रे। यसमा जिल्ला समिति पञ्चकुलाको भूमिका के रहनेछ? थोरै यसमा त अब केन्द्रीय सम्मेलन हुँदैछ। हजुर, अब हामी सक्रिय रूपमा नै अब हामीले हाम्रो जिल्लालाई आएको कुरा अथवा हामीले हाम्रो जिल्लाबाट लग्नुपर्ने जो पुग्नुपर्ने जनमास हामीले पुर्याउने अपेक्षा गरेका छौँ, पुर्याउने सोच गरेका छौँ। अब हामीले हाम्रो जिल्लाबाट माथिबाट हाम्रो केन्द्रीय कमिटीले जसरी हामीलाई निर्देशन दिए अनुसार जसरी उहाँहरूले निर्देशन दिनुहुन्छ, केन्द्रीय कमिटीको निर्देशन अनुसार हामी हाम्रो पञ्चकुला जिल्ला अथवा अन्य जिल्लाहरू पनि त्यसै गरी चल्नुपर्ने हुन्छ। त्यो भावनाले हामी आर्थिक, भौतिक, नैतिक त्यसमा पब्लिक हामीले सबै चिज चाहिँ केन्द्रीय कमिटीको निर्णय अनुसार चल्नेछौँ, अगाडि बढ्नेछौँ। त्यही नै हो। पञ्चकुला जिल्ला समितिले केन्द्रीय कमिटीको निर्णय र केन्द्रीय कमिटीको आदेशअनुसार मात्रै काम गर्ने छ या तेस्रो डिभिजन कमान्डर बेथान स्मिथ ब्रिगेड 12 नम्बर बटालियन ए कम्पनीका सह कमान्डर जो प्रवासबाटै पलाएका, प्रवासमै उम्रिएका हुकुमबहादुर बस्नेत, कमरेड कमल जस्ता सहयोद्धाको बारेमा पनि पञ्चकुला समितिले केही एजेन्डा ल्याउनेछ। उहाँ जस्ता सहयोद्धा, उहाँ जस्ता घाइतेहरूको लागि केही नेतृत्व विकास सम्बन्धी होस् या त उहाँहरूको राहत सम्बन्धी होस्, केही योजनाहरू ल्याउनको लागि अखिल भारत नेपाली एकता मञ्च पञ्चकुलाको भूमिका के रहनेछ? कि केन्द्रीय कमिटीको निर्देशनलाई मात्रै कार्यान्वयनमा ल्याउँछ? पहिलो कुरो त अब यहाँको सहयोगको लागि भनेर अब केन्द्रीय कमिटी कहाँ यहाँको लागि होइन, यहाँ जस्ता भन्नु यहाँको समग्रमा यहाँ जस्तालाई त अब हाम्रो त एउटा पार्टीको हिसाबले त यहाँ चाहिँ एउटै सिद्धान्त बोकेको सहयात्री हुनुभयो होइन। त्यसमा अब यहाँलाई त हाम्रो सङ्गठनले सहयोगको आदान प्रदान पनि गरिराखेको छ, गर्दै पनि छ। उहाँको व्यक्तिगत कुरा र उहाँ जस्ता सम्पूर्ण हाम्रो केन्द्रीय कमिटीको निर्णय मात्रै नभनौँ, हाम्रो जिल्लाको निर्णय, केन्द्रीय कमिटीको निर्णय अन्य पोलिटिक्स पार्टीहरू, राजनीतिक दलहरूले अथवा अन्य शिक्षित व्यक्तिहरूले अथवा अन्य सङ्गठनहरूले यहाँ जस्ता पीडितहरूको लागि सेवा सहयोग गर्नुपर्छ भन्ने अपेक्षा त सबैमा हुन्छ नै। हामी पनि अब यहाँ जस्तै पीडित, गरिब, दुखी, असहाय, त्यसमा पनि हिजोको 10 वर्ष जनयुद्धको होनहार योद्धा, त्यसमा पनि घाइते अपाङ्ग, त्यसमा पनि फेरि क्यान्सर पीडित यहाँलाई चाहिँ हुने नै भइहाल्यो। हामी जे जति सक्छौँ त्यति नै सहयोग गर्छौँ अथवा अन्य जिल्लाहरूमा पनि सहयोगको लागि पहल गरेका छौँ। र जुन हाम्रो केन्द्रीय कमिटी भन्ने कुरा भयो, हाम्रो केन्द्रीय कमिटीले पनि यहाँ जस्ता गरिब, दुखी अथवा यहाँ जस्ता क्यान्सर पीडित अथवा अन्य पीडितहरूलाई सहयोगको अपेक्षा गर्छ नै, गरिराखेको पनि छ, गर्दै आएको पनि छ। यही भन्न चाहन्छु सर। ठिक छ, धन्यवाद। तर यस छ जस्तै केन्द्रीय कमिटीको निर्देशनको कुरा गर्नुभयो नि तपाईँले, जस्तै आदरणीय व्यक्तित्व अमृत घरती मगरज्यू, केन्द्रीय कमिटीको एउटा निर्णय अथवा विधान सम्बद्ध कुराहरू आयो होइन?
सरले अलिकति केन्द्रीय कमिटी सम्बन्धित तपाईँको सम्मेलन छ भन्ने केन्द्रीय सम्मेलन विषयवस्तु सम्मेलनतिर गएको हुँदाखेरि मैले केन्द्रीय कमिटीले यस्तो गर्छ यस्तो यस्तो चल्ने हो भनेर भनेको तपाईँले बुझ्नु भएन। मैले भन्नु खोजेको त्यो अब सम्मेलन हुँदै गर्दाखेरि संयुक्त के अरे अखिल भारत नेपाली एकता मञ्च जिल्ला समिति पञ्चकुलाले जस्तै कमरेड कमल जस्ता एउटा योद्धाहरूको लागि के एजेन्डा लिएर जानेछ भन्ने विषयमा मैले तपाईँलाई प्रश्न गरेको थिएँ। यो भिडियो रेकर्डमा पनि अहिले छ, तपाईँ फेरि पुनः यो भिडियोलाई गरेर हेर्न सक्नुहुनेछ। अब जस्तै तपाईँ कुरा गर्दै गर्दा केन्द्रीय विधान र निर्देशनको कुरा गर्नुभयो हो, सम्मेलनतिर मात्रै ध्यान आकर्षित भयो मेरो। नै केन्द्रीय विधान भनेको सम्बन्ध हो। विधान भनेको सम्बन्ध जस्तै केन्द्रीय विधान भनेको क्यालेन्डर सम्झिनुहोस् तपाईँले है। केन्द्रीय विधान भनेको क्यालेन्डर हो। 1 गतेको दिन आइतबार पर्छ भनेपछि पर्छ, 2 गतेको दिन सोमबार पर्छ भनेपछि पर्छ। केन्द्रीय विधान भनेको एउटा सम्बन्ध हो, क्यालेन्डर हो। भनेपछि राहत भनेको त सम्बन्ध हो होइन र? राहत भनेको सम्बन्ध हो कि होइन? तपाईँको घरमा म आएर 1 छाक भात खाएँ भने तपाईँ हाम्रो सम्बन्ध जोड्ने कि नजोड्ने? फेरि म भात खाएर म तपाईँलाई बिर्सिनु त मिल्दैन हो। त्यस कारणले मैले तपाईँलाई समग्र भन्नु खोजेको यस्ता खालका जो जस्तै तपाईँको तेस्रो डिभिजन कमान्डर बेथान स्मृति ब्रिगेड 12 नम्बर बटालियन ए कम्पनीका सह कमान्डर हुकुम बहादुर सन्यासी कमरेड कमल जस्ता त हजार कमल हुनुहुन्छ यो एरियामा भारतमा हो। भारतमा हुँदै गर्दा विशेष गरी त पञ्चकुलामा पनि सयौं सङ्ख्यामा हुनुहुन्छ। उहाँहरूको बारेमा उहाँहरूको एजेन्डा बोकेर जाने उद्देश्य अध्यक्षको हैसियतले के छ मैले यति सोध्नु खोजेँ तपाईँलाई। मैले नै केन्द्रीय कमिटीको यो सम्मेलनमा अहिले यहाँबाट जे जति सहयोग जुट्न सकेको छ उठ्न सकेको छ जुटाएका छौँ, यो सहयोग यहाँलाई हस्तान्तरण गर्छौँ। हरेक अन्य राज्यहरूबाट अन्य जिल्लाहरूबाट केन्द्रीय कमिटीको जो सम्मेलन छ त्यो समयसम्म सरको यहीँ भारतमै अलिकता 3-4 महिना 4-5 महिनाको बसाइ भयो भने केन्द्रीय समितिमा पनि पहल गर्छौँ। हाम्रो केन्द्रीय कमिटीले पनि सहयोग गर्छ, नगर्ने कुरै हुँदैन, गर्दै आएको पनि छ भन्ने कुरा सरलाई अवगत जानकारी छ नि त हजुरलाई। मैले मेरो कुरा भेटे भयो, माफ गर्नु। केन्द्रीय कमिटीको निर्देशन मात्रै नभएर हाम्रो उहाँ सर जस्ता कमल सर जस्ता घाइते अपाङ्ग अन्य ग्रसित रोग मतलब जस्तो सरलाई क्यान्सर भएको छ यस्तै डेन्जर किसिमका दीर्घरोगीका पीडितहरूलाई पनि सहयोगको अपेक्षा मतलब सहयोगको भावना गर्नुपर्छ भन्ने एउटा एजेन्डा लगेर जान्छौँ। यहाँ जस्ता हजारौँ सयौँ घाइते अपाङ्ग साथीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि पञ्चकुल जिल्लाले समग्रमा पञ्चकुल जिल्लामा हुने हरेक समस्यालाई समाधान गर्नेछ। धन्यवाद।